ल अब यो बर्खा लाग्यो यो जिरेनिमलाई चाहिँ एकचोटि सबलाई काटछाट गरेर यसरी 2-3 इन्चको बनाएर राखिदिने। तलबाट नयाँ आउँछ अझै पनि धेरै। अनि पछि भदौ लाग्दाखेरि चाहिँ मजाले फुल्छ क्या। अलिकति बोट पनि ठिक्कको अग्लो हुन्छ। यत्तिकै राख्यो भने चाहिँ अलिक भोलि पर्सि राम्रो देखिँदैन, अलिकति बुसी पनि देखिँदैन। यसरी सर्ट लाएर काटिदिनुपर्छ क्या। यो टाइममा चाहिँ माया नगरिकन यसरी गुँडिदिने हो नि त। अनि चाहिँ मजाले आउँछ। ल सबै यसरी काटिदिने। यो चाहिँ अलिक भर्खरै अस्ति भर्खरै रोपेको, त्यही भएर यसलाई चाहिँ नकाट्नु पर्यो। अरू चाहिँ सबै यसरी लडाइदिने, काटसाट गरेर फ्यालिदिने अब यसलाई। अनि त्यस पछाडि पछि चाहिँ राम्रो हुन्छ है त। ल ककसको जिरेनिम चाहिँ सबैजनाले यस्तो गर्नु होला हजुरहरूले पनि।